बजाउनै रहे सो हेलो गाइस वेलकम टु माय न्यू भिडियो अफ ब्लग्स फ्रुट आज चाहिँ म खेल्दैछु मेरो भाइसँग अनि गाइस म यो चाहिँ मेरो भाइ हो अनि उसलाई चाहिँ म ब्लग्स फ्रुट खेल्दैछु उसको लेभल चाहिँ हेर्नुस् म तपाईलाई देखाउँछु कहाँ भयो हेर्छ मैले हेर्नुस् यता आइज त भाइ यता आइज त ए गाई हो नि मेरो हेर्नुस् गाइस यता आइज न हेर्नुस् यु क्यानट अट्याक द लेभल हैन अब यता आइज लेभल 11 हो कि हैन म हराएँ अनि गाइस मैले चाहिँ लाइट फुटको सट्टा म्यापमा खाँदै किनकि लाइट भन्दा ठुलो म मङ्कीको लिग है यहाँ बसको लिग हो बसको ड्यास गरेर आइज न ड्यास चाहिँ के को लागि हो गाइज अनि म चाहिँ यहाँ मेरो पाहुनाको घरमा थिएँ कि त्यही भएर अलि हल्ला चलिरहेको त्यसको लागि भेरी भेरी सरी कहाँ हो यता आइज म तँलाई बाटो देखाउँछु झारबाट आइज न अन्ति त ओ रिप्नुब तर मेरो भाइलाई के गर्नुपर्छ भने त मरिस गाइस सुन्नु मेरो कोही साथी त्यहाँ मङ्की हुन्छ त ठुक्क सर म त यतिकै चढिन्छु भाइहरु छैन आइस ल के आले म गर्दिन्छु आइस प्लिज मेरो पनाउँछु हो यहाँ हो ने कति यत्रो हो अनि ल गाइस मैले यसको ल्याएको गाइस यसलाई यो एकदम हुन्छ त किन्नु पर्ला जस्तो मङ्कीको लियो है मङ्कीको लियो ओहो लाउड के मरेस आइज यता अब आइज म मिनेट छ हेर त ए तेरो नेट होइन के भाइ अच्छा थाहा भयो ए हिँड्न सिधै साइकको नुबडा हिँड सिधै हिँड हो मलाई हान्छस् मुमन दादा छाम्बा यता ह हानो भयो पख ल हान्दै गर ल कता उहाँ झारीमा होला नि कता खै ऊ आयो ए हाय आइज भने के हो यस्तो दामी नेट छ कस्तो नेट हो गाइस मेरो यो पाउनाको नेट कस्तो नराम्रो छ मदलाई मेरो नयाँ सर्टको पावरहरू देखाउनु पऱ्यो कहाँ चढ्न लाग्यो लुब्रा पख तेरोमा बल्ल आइरहेको यता आयो म गाइस यो घरको नेट पनि दामी रहेछ यता आइज 14 लेभल रहेछ म 12 लेभल एक जम्मा आइरहेको अब म हराएँ चाहिँ तर म हेरेँ म अनि यता आइज फेरि तिन म भएर एकछिन त अझै तिन गर्न मान्नु होइन भेटिस कता है कता है
एकछिन यहीँ बस आउँछ ऊ आयो लास्ट एउटा मार्नु पर्ने होइन खोइ दिए आज कहाँ हो लास्ट गुड मेरो भाइको गाइज मैले चाहिँ मेरो भाइको युएसएसपी कोड हाल्दै थिएँ अब यता आइज अब यसको गोरियावाला क्वेस्ट अनलक भयो होइन यता आइज सुन अब त आफै ग्राइन्डिङ गर होइन यता आइज न अब त आफै ग्राइन्डिङ गर होइन म तँलाई हेल्थ चाहियो भने तँलाई भन होइन म चाहिँ मेरो के भन्छ अरे साथीहरूलाई भेटेर आउँछु ल त यहाँ बस ल ऊ यहाँ अब गोरिला छ त अनि तँलाई कसैले मार्न खोज्यो भने त लेभल 20 हुन लाइस अनि तँलाई कसैले मार्यो भने मलाई गाइज हेर्नुहोस् खेल्न पाउने 20 मा अब तँलाई 20 हुनलाई 2 लेभल मात्र चाहिएको गाइजलाई यो चाहिँ 18 लेभल होइन कति नुब्रा बो म आफै जान्छु भाइ त जा साजनला तँलाई गोरिला कहाँ थाहा छ नि ल म गएँ तँलाई कसैले हाने भने म फेरि तेरो दाइ पक्नु म गोरिला किन्न मार्छु हो आइछ यहाँबाट पनि गएछ भने त नु गयो भाइ यहाँले म गरिदिन्छु ला 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 लिहाल गाइज म यसको नुप छ यो यस्तो नुप छ हो भाइ गोरिला आयो अब गोरिला आइज है गोरिला कहाँ आइज म आइज गाइज हेर्नुहोस् म्याग्माको पावर अर्कोपट्टि आइल्यान्डमा आइज न अर्को आइल्यान्ड छ त गाइज यसको नेट चाहिँ मलाई मन बोर्डमा किन जानु पर्यो यता आइज न कहाँ आए जस्तो एकचोटि आइज न अरू भाइ खोइ तसँग पैसा कति हो फ्रुटी छैन 2000 फ्रुट किन्नलाई पैसा जम्मा गर भने आइज यता आइज पक्क म त्यही बोर्डमा कुदेको म त्यही बोर्डमा आउँछु म त्यही बोर्डमा आउँछु है भर्खर नि अनि म तँलाई पैसा एकैछिनमा 3000 हुनेवाला म तँलाई एउटा आइसक्रिम लिएर जान्छु होइन अनि त्यसले त रकेट फ्रुट किन्नुहुन्छ रकेट फ्रुट ग्राइन्डिङ गर्दा राम्रो हो ब्लेड फ्रुट किन्छ त ल गाइज हाम्रो नेट चाहिँ बबाल छ के प्लिज यो भिडियोलाई लाइक सब्सक्राइब सेयर कमेन्ट गरिदिनु होला म बिकाएर जसरी भिड मागिरहेको छु प्लिज गाइज गरिदिनु होला प्लिज भाग आइसल्यान्ड कहाँ गयो बे आइसल्यान्ड हरायो यार आइसल्यान्ड वा अब यहाँको नेट त बबाइले छ यहाँको आइसल्यान्ड कहाँ हुनुपर्ने हो ऊ आयो ठ्याक्कै आइज यता म हरा त्यो पछाडिको आइल्यान्डमा आइज है यहाँ अझै एकजना रहेछ ए त मेरो ए होइन पो रहेछ ऊ यहाँ आइज ऊ छ चेस्ट यता आइज न म छु त तेरोलाई भर्याङमा डायमन्ड चेस्ट कसले लिइसक्यो मैले चाहिँ ल्याएन है भाइहरू भोलि तेरो कति भयो 3000 एकचोटि को म पो रहेछ यता आइज अब अर्को ठाउँ थाहा को यहाँ एउटा चेस्ट ओ यहाँ लियो है अब यता आइज अझै एउटा चेस्ट बस छैन रहेछ यहाँ ऊ बाटोमा आइज है म्यागमा देखेन मैले साइको आइज गाइज अब यसको लागि म ब्लेड फ्रुट कि रकेट फ्रुट किनिदिनु पर्ला सर्भर ब्लेड फ्रुट
ल ल ल आएछ बच्चाले भन्नु त किन्दिनु परिहाल्यो नि अब यता आएछ अब गेम लिभ हाने एकछिनको लागि गाइस सर्भर हप हान्ने के गेम लिभ हान अनि मलाई जोइन हान गाइस यसको लक छ नि अस्ति नै के भएको थियो नि यसको लक चाहिँ अस्ति नै खतरा भएको थियो के यसले भुइँमा बम फ्रुट भेट्टाको बम फ्रुट रिभोक हुन लाग्यो नि त सो गाइस आजको लागि यति नै चाहन्छु 10 मिनेटको भइसक्यो छ भिडियो बाई बाई